हानका भाइस प्रेसिडेन्ट दिनेश तुलादरज्यूलाई पनि मञ्चमा आई आसन ग्रहण गरिदिनुहुनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी हानका सेक्रेटरी जनरल साजन साक्यज्यूलाई पनि मञ्चमा आई आसन ग्रहण गरिदिनुहुनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। सँगसँगै हानका कोषाध्यक्ष ट्रेजरर युवराज श्रेष्ठज्यूलाई पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। अहिलेलाई उहाँहरू सबैजना सायद हाम्रा प्रमुख अतिथिज्यूको आगमनको पर्खाइमै हुनुहुन्छ होला। But we'd definitely like to move forward with the chairing first. I can see our president walking towards the stage. उहाँको लागि पनि एकपटक जोरदार ताली बजाइदिनु हुनका लागि यहाँहरू सम्पूर्णलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। Our chair for this session and the president of Hotel Association Nepal, Mr. Binayak Shah. मञ्चमा नै म निम्त्याउन चाहन्छु। हाम्रा प्रमुख अतिथिज्यूको आगमन एकैछिनमा हुने जानकारी मैले पाएको छु। Mr. Praveen Pandey, Senior Vice President of Han, Mr. Dinesh Tuladar, Vice President Han, Mr. Sajan Shakya, Secretary General Han, Mr. Yuvraj, to take this moment to also appreciate all our partners, sponsors and supporters, our title sponsor, Mass Holding, powered by Manakamna Darshan Private Limited, our official partners, Asian Paints, eSewa, IIMS College, King Coil, Laminar, Web Surfer, and Royal Tulip Hotel. We'd also like to thank our supporters, Aegis, Kipu, Sigma, Tata, Slok, Kukuriram, Subaru, Nepal Airlines, Solico, Travel Nepal, Maya Animation Academy, and Gorkha Brewery. This event is managed by Event Solutions and is organized by Hotel Association Nepal. The Hotel Expo 2026, the Diamond Jubilee celebration of Han and the celebration of Nepal Hospitality Day.
presents the Hotel Expo 2026. आज हामी हानको डायमन्ड जुब्ली सेलिब्रेसनमा छौँ र सँगसँगै नेपाल हस्पिटालिटी डे पनि मनाइरहेका छौँ। सम्पूर्ण होटेलियर्स, हस्पिटालिटीमा कार्यरत यहाँहरू सम्पूर्णलाई नेपाल हस्पिटालिटी डेको हामी शुभकामना पनि दिन चाहन्छौँ र सँगसँगै धेरै धेरै धन्यवाद पनि आजको यस विशेष कार्यक्रममा आइदिनु भएकोमा। हल बाहिर रहनुभएका हाम्रा अतिथि महानुभावहरूलाई पुनः एकपटक म हार्दिक अनुरोध गर्न चाहन्छु हलभित्र आइदिनु हुनका लागि। अबको केही क्षणमै हाम्रा प्रमुख अतिथिज्यूको आगमन सँगसँगै आजको कार्यक्रमको औपचारिक सुरुवात हामी गर्नेछौँ। But we'd like to request all our distinguished guests who are already here to please do join us inside the hall. Again, kehi khali kursiharu chan, and if you'd like to make new friends, maybe sit next to somebody that you don't know. So your hospitality fraternity ma यति धेरै वर्ष कार्यरत हुँदा पनि तपाईहरुले सायद नयाँ मित्रहरू बनाउन सक्नुहुन्छ, आज नयाँ पहिचानहरू बनाउन सक्नुहुन्छ। सो नहिचकिचाइकन अलिकति अगाडि सर्दिनु हुनका लागि पनि म यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रा सम्पूर्ण स्पोन्सर्स, सपोर्टर्सलाई धेरै धेरै धन्यवाद आजको यस कार्यक्रमलाई सहयोग गर्नुभएकोमा, र एक्जिबिटर्सहरूलाई पनि हामी स्वागत गर्न चाहन्छौँ। हामी एकैछिनमा यो औपचारिक कार्यक्रम पश्चात आजको यो होटल एक्सपोको औपचारिक समुद्घाटन गर्नेछौँ र सँगसँगै एउटा विशेष अट्र्याक्सन नेपाल हेरिटेज फुड फेस्टिभल 2026 को पनि हामी इनोग्रेसन गर्नेछौँ। हानले सदैव रैथाने नेपाली खानेकुराहरूलाई प्रमोट गरि नै पनि रहेको छ, त्यसको पनि हामी प्रमोसन गर्नेछौँ। हामी जोरदार तालीका साथ स्वागत गर्न चाहन्छौँ आजका हाम्रा कार्यक्रमका प्रमुख अतिथिज्यूलाई। वुड लाइक टु वेलकम चीफ गेस्ट राइट अनरेबल भाइस प्रेसिडेन्ट राम शाय प्रसाद यादव, भाइस प्रेसिडेन्ट अफ नेपाल। उहाँलाई हामी हार्दिक स्वागत गर्दछौँ र धेरै धेरै धन्यवाद पनि ज्ञापन गर्न चाहन्छौँ हानको डायमन्ड जुब्ली सेलिब्रेसनमा सहभागी भइदिनु भएकोमा, नेपाल हस्पिटालिटी डेमा सहभागी भइदिनु भएकोमा पनि उहाँप्रति हामी धेरै धेरै धन्यवाद ज्ञापन गर्दछौँ र यहाँहरू सम्पूर्णलाई पनि राष्ट्रगानको सम्मानमा उभिदिनु हुनका लागि म हार्दिक हार्दिक अनुरोध पनि गर्न चाहन्छु। प्लिज राइज इन अनर अफ आवर नेसनल एन्थम। सम्पूर्ण माझ धेरै धेरै धन्यवाद। प्लिज डु टेक योर सिट्स। पुनः एकपटक मास होल्डिङ प्रेजेन्ट्स दि होटल एक्सपो 2026 को इनोग्रेसन कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हामी हार्दिक हार्दिक स्वागत गर्न चाहन्छौँ। आज हामीले हानको डायमन्ड जुब्ली सेलिब्रेसन पनि गरिरहेका छौँ। यो आजको डायमन्ड जुब्ली सेलिब्रेसन 60 वर्षको यात्रा, सङ्घर्ष, सिप, समर्पण र सयौं सपनाहरू जोडिएको यात्रा पनि हो। यहाँहरू सबैजना त्यो यात्रामा सहभागी पनि हुनुभएको छ, त्यसका लागि पनि हामी धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। हामी आजको कार्यक्रम एउटा वेलकम डान्सबाट सुरु गर्दैछौँ। वेलकम डान्सको तयारीमा हाम्रा सम्पूर्ण आर्टिस्टहरू पनि रेडी हुनुहुन्छ होला भन्ने अपेक्षा मैले लिएकी छु। हाम्रा सम्पूर्ण आर्टिस्टहरूलाई तयारी अवस्थामा रहिदिनु हुनका लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु र यहाँहरू सम्पूर्णलाई पनि आजको यस विशेष कार्यक्रममा स्वागत गर्दै we'd now like to request all our distinguished guests to please put your hands together and welcome our fantastic artists for the welcome dance.
हिमालकै जलधारा एउटैको छ नाम कति हिमालकै जलधारा एउटैको छ नाम कति चाखी हेर हर मोरी पानी सब एउटै हो छरिएर बसेके हो सन्तान त एउटै हो पश्चिमको ही पूर्व घर गुराँस सुनाखरी कहीँ फुल्छ कचम्बरी गुराँस सुनाखरी कहीँ फुल्छ कचम्बरी सृष्टिकै सुन्दर फूल तर नाम थरी थरी सृष्टिकै सुन्दर फूल तर नाम थरी थरी सुवास र रङ्गले फुलबारी त एउटै हो छरिएर बसेके हो सन्तान त एउटै हो पश्चिमको ही पूर्व घर आँगन तर एउटै हो छरिएर बसेके हो सन्तान त एउटै हो पश्चिमको ही पूर्व घर आँगन तर एउटै हो छरिएर बसेके हो सन्तान त एउटै हो सन्तान त एउटै हो सन्तान त एउटै हो धेरै धेरै धन्यवाद हाम्रा आर्टिस्टहरूलाई यो ब्युटिफुल पर्फर्मेन्सका लागि हिमाल पहाड र तराईको सुन्दरता मात्रै होइन नेपालको सबैभन्दा गहिरो पहिचान हाम्रो अतिथि सत्कार पनि रहेको छ र यही पर्यटनको मेरुदण्डमा होटेल व्यवसायीहरूले दिनुभएको सेवा लगानी र समर्पणले देशको अर्थतन्त्रमा अमूल्य योगदान अवश्य पनि पुर्याएको छ त्यसै कारणले आफ्नो लागि र आफ्नो छेउमा रहनुभएका होटेलियर साथीका लागि एकपटक जोरदार ताली बजाइदिनु हुनका लागि म यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध गर्न चाहन्छु हानले यसै 60 वर्ष पुरा गरेको छैन यो 60 वर्षमा उहाँहरूले विभिन्न चुनौतीहरू अवश्य पनि पार गर्नुभएको छ होला र धेरै सफलता पनि अवश्य पनि हासिल गर्नुभएको छ होला ती सफलता र ती चुनौतीहरूको बारेमा पनि कार्यक्रममा हामी अवश्य पनि छलफल गर्नेछौँ र अब कार्यक्रमलाई अगाडि बढाउँदै स्वागत मन्तव्य राखिदिनु हुनका लागि म हानका अध्यक्ष विनायक शाहज्यूलाई हार्दिक अनुरोध गर्दछु
हस्, धन्यवाद सदीक्षा। प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपतिज्यू, विशेष अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिवज्यू, प्रदेशका मान्यज्यूहरू, योर एक्सेलेन्सी द एम्बेसडर अफ श्रीलङ्का टु नेपाल, कूटनीतिक नियोगका अधिकारीज्यूहरू, नेपाल सरकारका विशिष्ट पदाधिकारीज्यूहरू, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष सदस्यज्यू र सिइओ, विभिन्न संस्थाका अध्यक्षज्यूहरू, पदाधिकारीज्यूहरू, होटल सङ्घ नेपालका पूर्व अध्यक्षज्यूहरू, होटल सङ्घ नेपालका पदाधिकारी, कार्य समिति सदस्य तथा मानार्थ सदस्यज्यूहरू, होटल सङ्घ नेपालका देशैभरिबाट पाल्नुभएका सदस्य महानुभावहरू, होटल सङ्घ नेपालका प्रदेश तथा जिल्ला अध्यक्ष तथा पदाधिकारीज्यूहरू, विशिष्ट आमन्त्रित अतिथिहरू, सञ्चारकर्मी, कर्मचारीवर्ग, प्रायोजक, इभेन्ट म्यानेजमेन्ट तथा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा मेरो न्यानो नमस्कार तथा स्वागत। आज होटल सङ्घ नेपालको स्थापनाको 60 वर्ष, हीरक जयन्ती नेपाल सत्कार दिवसको वार्षिक उत्सवको यो ऐतिहासिक अवसरमा यहाँहरू सबैलाई हार्दिक स्वागत, सम्मान र अभिनन्दन व्यक्त गर्न पाउँदा म अत्यन्तै गौरवान्वित भएको छु। विशेषतः सम्माननीय उपराष्ट्रपतिज्यूको गरिमामय उपस्थितिले आजको यस अवसरलाई अझ विशेष बनाएको छ। सम्माननीय ज्यूप्रति म हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु। Meanwhile, I take this opportunity to extend our heartfelt welcome and gratitude to Her Excellency the Ambassador of Sri Lanka to Nepal for your gracious presence and insight on tourism development in Sri Lanka after recent development. आजको यस समारोहलाई केवल उत्सव मात्र होइन, नेपाली हस्पिटालिटी इन्डस्ट्रीको विकास समीक्षा गर्दै आउँदा चुनौतीहरू र अवसरहरूको लेखाजोखा गर्ने दिनको प्रारम्भ पनि हो। यस समारोहमा सरकारका उच्च तहका नेतृत्व, कूटनीतिक समुदायका सदस्यज्यूहरू, नियामक निकायका अधिकारीज्यूहरू, पर्यटन प्रबन्धन गर्ने संस्थाहरू, निजी क्षेत्रका अग्रज तथा देशैभरिका सदस्यहरूको उपस्थितिले नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रलाई साझा राष्ट्रिय एजेन्डाको रूपमा अघि बढाउने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको मैले अनुभव गरेको छु। आज हामी 6 दशक लामो यात्राको फराकिलो मोडमा उभिएका छौँ, जहाँबाट हामीले विकास र समृद्धिको नयाँ उचाइतर्फ अग्रसर भएका पनि छौँ। सन् 1966-2022 सालको वर्ष नेपाली पर्यटन तथा यस उद्योगको प्रारम्भिक चरणमा थियो। त्यही समय हाम्रा दूरदर्शी अग्रजहरूले होटल व्यवसायको एउटा सङ्गठन होटल सङ्घ नेपालको स्थापना गर्दै संस्थागत सहकार्य, पेसागत एकता र गुणस्तरीय सेवाको आधारशिला तय गर्नुभयो। यो 6 दशकमा नेपालले राजनीतिक परिवर्तन, प्राकृतिक विपद, राष्ट्रिय तथा विश्वव्यापी आर्थिक उतार चढाव र महामारी जस्ता असाधारण चुनौतीहरूको सामना पनि गर्नु पर्यो। यी प्रत्येक चरणमा होटल सङ्घ नेपालले उद्योगको आवाज बनेर नीति एवं सुधारको पैरवी गर्दै श्रमिक र उद्यमी बीच सन्तुलन मात्र कायम राखेन, नेपालमा पर्यटन सम्बन्धी नीति, कानुन र नेपालमा पर्यटन विकासको उपयुक्त मोडेलको समेत नेतृत्व गर्यो। नेपालमा हवाई सञ्जालको दायरा विस्तारमा 1990 को मध्य दशकबाट होटल सङ्घ नेपालले खुला आकाश नीतिको पक्षमा गरेको नेतृत्व र पैरवीले नेपाललाई अन्तर्राष्ट्रिय गन्तव्य जोड्ने कार्य गर्यो भने
ग्रामीण तथा पर्वतीय पर्यटन प्रत्यक्ष बढावा दिई समग्र देश विकासमा सम्पर्क सेतु बनेको यहाँ स्मरण गर्न चाहन्छु। नेपालमा मनाइएका विभिन्न पर्यटन अभियानहरू, पर्यटन वर्ष, पर्यटन रणनीति र सङ्कट व्यवस्थापनका पुनरुत्थानका कार्यक्रमहरूमा होटल सङ्घ नेपाल सरकारको भरपर्दो साझेदारको रूपमा आफ्नो भूमिका निर्वाह गरिरहेको छ र गरेको छ। यसैबीच विश्वकै ख्यातिप्राप्त अन्तर्राष्ट्रिय होटल रेस्टुरेन्टको विश्व सम्मेलन नेपालमा आयोजना गर्न र विश्वको वर्तमान अभ्यास अनुकूल तथा पर्यापर्यटन हरित पर्यटनको प्रस्थान बिन्दुको रूपमा से नो टु सिङ्गल युज प्लास्टिक क्याम्पेनको नेतृत्वको कारण नेपाल सरकारले आफ्नो मार्गदिशा त्यसतर्फ उन्मुख गरेको सुखद विवरण यहाँहरू सामु पेश गर्न पाउँदा म हर्षित भएको छु। होटलको स्ट्यान्डर्ड, सेवाको मापदण्ड र अनुगमनमा होटल सङ्घ नेपाल प्रत्यक्ष रूपमा सरकारी नियामक निकायसँग प्रभावकारी सहकार्य गर्दै आइरहेको छ। आजको यस अवसरमा म मेरा अग्रज पूर्व अध्यक्षहरू श्री योगेन्द्र साक्यज्यू, श्री नरेन्द्र बजाचार्यज्यू, श्री प्रकाश श्रेष्ठज्यू, श्री प्रसिद्ध बहादुर पाण्डेज्यू र निवर्तमान अध्यक्ष श्रीमती सृजना राणाज्यूको योगदान र नेतृत्वदायी भूमिकालाई नमन गर्दै विशेष रूपमा सम्झन चाहन्छु। आज हामी माझ नरहनु भएका दिवंगत एवं पूर्व अध्यक्षहरूले नेपालको होटल उद्योगलाई व्यावसायिक, नीतिगत र सञ्चालनगत रूपमा उन्नत बनाउने काममा निरन्तर योगदान दिनुभएकोमा सम्मान व्यक्त गर्दछु। उहाँहरूको नेतृत्वले होटल सङ्घ नेपाललाई संस्थागत सुशासन, क्षेत्रीय विस्तार, अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ उचाइमा पुर्याएको छ। त्यसै गरी सङ्घको जग बसाल्ने र यसलाई राष्ट्रिय महासङ्घको रूपमा विकास गर्ने दिवंगत पूर्व अध्यक्षज्यूहरू, संस्थापक अध्यक्ष स्वर्गीय श्री प्रभाकर शमशेर राणाज्यू, स्वर्गीय पूर्व अध्यक्ष श्री सहदेव शमशेर राणाज्यू, स्वर्गीय पूर्व अध्यक्ष श्री अनुप शमशेर राणाज्यू, स्वर्गीय अध्यक्ष श्री श्यामबहादुर पाण्डेज्यू, स्वर्गीय पूर्व अध्यक्ष श्री गौतम दास श्रेष्ठज्यू, स्वर्गीय पूर्व अध्यक्ष श्री श्याम सुन्दर लाल कच्चीपतिज्यू, स्वर्गीय पूर्व अध्यक्ष बीके श्रेष्ठज्यू र स्वर्गीय पूर्व अध्यक्ष श्री अमरमान साक्यज्यू प्रति सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। होटल सङ्घ नेपालको इतिहास केवल एउटा संस्थाको यात्रा मात्र होइन, नेपालको पर्यटन, आर्थिक विकास र अन्तर्राष्ट्रिय पहिचानसँग गाँसिएको गौरवशाली इतिहास पनि हो। विगत 6 दशकमा होटल सङ्घले आतिथ्य क्षेत्रलाई संस्थागत, मर्यादित र विश्वसनीय बनाउँदै मुलुकको समग्र आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। आजको दिनमा होटल उद्योग नेपाली विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतको रूपमा अगाडि आएको छ। लाखौँ विदेशी पर्यटकहरूलाई सेवा प्रदान गर्दै होटल क्षेत्रले वार्षिक अरबौँ रुपियाँ बराबरको विदेशी मुद्रा भित्राइरहेको छ भने राज्यको राजस्व सङ्कलनमा पनि होटलहरूको योगदान उल्लेखनीय रहिआएको छ। रोजगारीको दृष्टिले पनि होटल उद्योगले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाखौँ नेपालीलाई रोजगारी दिएको छ। त्यसमा पनि महिलालाई रोजगारी दिने होटल तथा आतिथ्य क्षेत्र प्रमुख रूपमा गणना हुन्छ। विशेष गरी युवाहरूलाई देशमै रोजगारीको अवसर सिर्जना गर्दै सिप, दक्षता र पेसागत विकासमा टेवा पुर्याउने होटल सङ्घ नेपालको भूमिका महत्त्वपूर्ण रहेको म यहाँ स्मरण गर्न चाहन्छु। आज हामी गर्वका साथ भन्न सक्छौँ, नेपालको होटल क्षेत्र विश्वस्तरीय सेवा दिन सक्षम छ। पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डका होटलहरू नेपालमा भित्रिने क्रम तीव्र रूपमा बढेको छ, जसले हाम्रो बजारप्रतिको विश्व समुदायको भरोसा झल्काउँदछ। यसले
सेवा गुणस्तर, व्यवस्थापन दक्षता र प्रतिस्पर्धात्मक क्षमतालाई अझ मजबुत बनाएको म यहाँ निवेदन गर्न चाहन्छु। पर्यटकीय गन्तव्य विकासमा होटल उद्योगको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ। होटलहरू नहुँदा गन्तव्य हुँदैनन् र गन्तव्य नहुँदा पर्यटन फस्टाउँदैन। दुर्गम क्षेत्रदेखि सहरसम्म होटल उद्योगले पूर्वाधार विकास, स्थानीय उत्पादनको उपयोग र स्थानीय समुदायको आर्थिक सशक्तिकरणमा उल्लेखनीय योगदान पुर्याएको म यहाँ निवेदन गर्न चाहन्छु। तर अवसरसँगै चुनौतीहरू पनि छन्। आजको यथार्थ के हो भने धेरै होटलहरू सञ्चालनमा आएका छन्, तर बजारको आवश्यकताभन्दा आपूर्ति बढ्दो अवस्थामा छ। यसले लगानीकर्ताले पाउने प्रतिफल, व्यवसायको दिगोपन र सेवा गुणस्तरमा दबाव सिर्जना भएको म निवेदन गर्दछु। यस चुनौतीलाई अवसरमा बदल्न हामी सबैले नीतिगत सुधार, गन्तव्य विविधीकरण, पर्यटक बसाइ अवधि वृद्धि, आन्तरिक पर्यटन प्रबन्धन र नयाँ बजारको खोजी र सबैभन्दा महत्त्वपूर्ण कनेक्टिभिटी, पूर्वाधार र व्यवस्थापकीय क्षमताको सुधारमा एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता टड्कारो रूपमा देखिएको छ। आजको दिनमा पनि देशको पर्यटन ऐन 47 वर्ष पहिले 2035 मा जारी भएको ऐनकै अधीनमा रहेको हुँदा समय सापेक्ष धेरै पक्षहरू छुटेका छन् र नयाँ पर्यटन ऐन जारी हुनेमा हाम्रो आकांक्षा यथावत कायम छ। पर्यटन विकासमा सरकारको नीति, ऐन, कार्यक्रमको घोषणा सकारात्मक हुँदाहुँदै पनि सोको कार्यान्वयन निराशाजनक छ। दशकौँको प्रयासपछि होटललाई उद्योगको मान्यता आजसम्म पनि सरकारले कार्यान्वयन गरेको छैन। कतिपय सरकारी सुविधा र प्राथमिकताबाट वञ्चित हुनुको पीडा भोगिरहेका नेपाली होटलहरूले उपभोग गर्ने बिजुली महसुल आज पनि नर्मल कमर्सियल रेटमा नै भुक्तानी गर्नुपरेको तथ्य राज्यले यस क्षेत्रलाई सम्मान गर्न नसकेको रूपमा हामीले लिएका छौँ। यस्तै समस्या तमाम साना होटलहरूलाई अव्यावहारिक संक्षिप्त वातावरणीय अध्ययन BES अनिवार्य गरिँदा व्यवसाय सञ्चालन र नवीकरणमा परेको समस्या वर्षौँदेखि यथावत नै छ। राज्यको नीति, ऐन पालना गरी नियमित कर चुक्ता गरी सञ्चालित होटलहरू र अनौपचारिक ढङ्गमा घर बस्तीमा सञ्चालित B&B लगायतका थुप्रै आवास व्यवसायहरू नियमन गर्न सरकार चुक्दा राज्यले धेरै राजस्व गुमाएको छ भने हामी औपचारिक क्षेत्रमा रही व्यवसाय गर्ने हाम्रो व्यवसाय पनि नराम्रोसँग प्रभावित भएका छौँ। सडकमा गुड्ने सवारी साधनको ब्लू बुक र सवारी चालक अनुमति पत्र अनिवार्य चाहिन्छ यो देशमा, तर भुक्तानी लिएर आवास व्यवसाय बिना दर्ता निर्वाध गर्ने गरिएको उद्योग लाग्दो तथ्य हाम्रो सामु छ। त्यसकारणले हाम्रो जोरदार माग नो लाइसेन्स नो एकोमोडेसन हुनुपर्दछ। यस सम्बन्धमा आम व्यवसाय तथा आतिथ्य उद्योगको मनोबल उच्च गर्दै पर्यटन उद्योगको पुनर्संरचना गर्न आवश्यक महसुस भएको निवेदन गर्दछु। नेपालमा केही भएन, भविष्य छैन भन्ने आम कथन र बुझाइलाई एकपछि अर्को ठुला अन्तर्राष्ट्रिय चेन होटलहरू र दर्जनौं स्वदेशी ब्रान्डका होटलहरूले नेपालमा प्रशस्त सम्भावना र भविष्य, किनभने हामी भारत र चीनको बिचमा छौँ र करोडौँ भारतीय, करोडौँ चिनियाहरू आफ्नो देशभन्दा बाहिर बिदा मनाउन जाने हामीले देखेको हुँदाखेरि नेपालमा प्रशस्त सम्भावना भएको हुँदा धेरैभन्दा धेरै लगानीहरू भएको छ। त्यसकारणले नेपालमा सम्भावना छ भन्ने कुरा हामीले पुनः नेपाली होटलहरूले स्थापना गरिसकेका छन्। मागभन्दा बढी आपूर्तिको अवस्था बीचमा जेनजी आन्दोलन पश्चात होटल अकुपेन्सीमा गिरावट आउँदा बैंक, वित्तीय संस्थासँगको ऋण, नियमित भुक्तानीमा कठिनाइ रहेको परिप्रेक्ष्यमा राज्य र राष्ट्रबाट
उपयुक्त मौद्रिक तथा आर्थिक नीति कार्यक्रमको अपेक्षा गरेका छौँ। साथै आन्दोलनमा आगजनी, तोडफोड तथा लुटपाटमा परेका होटलहरूको पुनरुत्थान तथा यस कार्यमा दोषीलाई राज्यबाट चाँडै नै व्यवस्थापन हुने हाम्रो अपेक्षा कायमै छ। दिनौँ जसो 2500को हाराहारीमा विदेश पलायन हुने युवा जनशक्तिको सिप विकास र अवसर सिर्जनाको नेतृत्व लिन सक्ने आतिथ्य उद्योगलाई समानताको नजरले मात्र नहेरी प्राथमिकताको दृष्टिले हेर्नुपर्छ भन्ने हाम्रो माग रहेको छ। आजको दिनमा खास गरी गत भाद्र महिनाको आन्दोलनको प्रभाव पश्चात अत्यन्तै खस्किएको व्यावसायिक मनोबल उकास्न सरकारी तवरबाटै एकीकृत राष्ट्रिय कार्यनीति आवश्यक देखिन्छ। यसतर्फ पहिले घोषित पर्यटन दशक जस्ता राष्ट्रिय पहलहरूको पर्यटनको छिटो विकास र सुदृढीकरण र लक्ष्य उन्मुख गतिविधिलाई गति दिन सक्ने हाम्रो बुझाइ रहेको छ। आज म यस गौरवपूर्ण अवसरमा घोषणा गर्न चाहन्छु कि आर्थिक वर्ष 2083-84 मा 20 लाख अन्तर्राष्ट्रिय पर्यटक भित्राउन हामी राज्य, नेपाल टुरिज्म बोर्ड र सरकारवालाहरूसँगको साथ सहकार्यमा अग्रसरता लिने प्रण गर्दछौँ। यसको लागि नेपाल पर्यटन बोर्ड तथा सरकारवालाहरूसँगसँगै हामी सहकार्य गर्छौँ। हाम्रो पर्यटनका लागि हामी सधैँ सँगसँगै छौँ र सँगसँगै रहनेछौँ। त्यसै गरी आन्तरिक पर्यटन चलायमान नगरी दिगो विकास र सङ्ख्यात्मक वृद्धि सम्भव छैन। हामी विगत लामो समयदेखि माग गर्दै आइरहेको सिभिल सर्भान्टहरूलाई भ्रमण पर्यटन विधा लिभ ट्राभल अलाउन्सलाई लागू गर्दा हाम्रो आन्तरिक बजारको गतिशीलता बढ्ने स्पष्ट खाका हामी सबैलाई छलङ्गै छ। यसबाट राज्यसँगको सहकारी गर्नतर्फ पनि हामी अग्रसर रहेका छौँ। त्यसै गरी पर्यटकको बसाइ लम्ब्याउन केही नयाँ आयामहरूको प्राथमिकीकरण गरिनु पर्दछ। जस्तै पर्यटन बजारमा आध्यात्मिक पर्यटन स्पिरिचुअल टुरिज्म, आरोग्य तथा योग पर्यटन, ग्रामीण पर्यटन, माइस डेस्टिनेसन वेडिङ, खेल तथा खाना पर्यटनको विकासको दृष्टिकोणले अत्यन्त सम्भाव्य भएको हुँदाहुँदै पनि यसतर्फ धेरै कामहरू गर्नुपर्छ। यसको लागि पनि हामी होटल सङ्घ नेपाल आजको दिनमा हामी प्रण गर्छौँ। यतिर हामी सबै स्टेक होल्डरसँग मिलेर हामी काम अगाडि बढाउनेछौँ। हामी यो अर्थमा चिन्तित छौँ कि नेपालले जुन तहको क्रस बोर्डर टुरिज्मबाट लाभ लिन सक्थ्यो त्यो किन हुन सकेको छैन। हाम्रो घोषित राष्ट्रिय कार्यक्रमहरू किन प्रभावकारी र नतिजामूलक हुन सकेका छैनन्। यसतर्फ हाम्रो ध्यान जानु आवश्यक छ। हाम्रो ब्रान्डिङ कहाँ चुक्यो, यसको संश्लेषण गरी प्रभावकारिता विस्तार गर्नु नै पर्यटन विकासको भविष्य र सम्भावना पुनर्जीवित गर्ने गहन कार्यमा पनि हामी सधैँ अग्रसर रहनेछौँ। यसर्थ अन्तर्राष्ट्रिय पर्यटकको लागि आर्थिक कूटनीतिक समय सापेक्ष बनाई पर्यटन नीतिलाई राष्ट्रिय व्यावसायिक नीतिसँग जोड्दै सापेक्ष र प्रभावकारी बनाउनु, पर्यटन प्रतिफल र लाभ आर्जन गर्न पनि होटल सङ्घ नेपाल सक्रिय रहनेछ। सोही अनुरूप प्रदेश स्तरमा समेत राष्ट्रिय पर्यटन संवादका कार्यक्रमहरू, होटल एक्सपो, हेरिटेज फुड फेस्टिभल जस्ता कार्यक्रमहरू देशव्यापी रूपमा सञ्चालन गर्दै आन्तरिक पर्यटन मार्फत बहुआयामिक आधार विस्तार गर्नुपर्नेमा पनि ढिलाइ गर्न हुँदैन। यसतर्फ पनि होटल सङ्घ नेपाल सचेत छ र यसमा हामी क्रियाशील रहनेछौँ। युवा पुस्ताले खोजेको विकास, शून्य भ्रष्टाचार, व्यतिथिको अन्त्य जस्ता परिवर्तन र पर्यटन विकास तथा आतिथ्य उद्योगमा धेरै कामहरू गर्नु आवश्यक देखिएको छ। 35-40 लाख ग्राहकलाई सेवा दिने होटल तथा आतिथ्य उद्योगको क्षमता विकास भइसक्दा पनि वर्षको 12 लाख हाराहारीमा टुरिस्ट अराइभल आउनु, यसले पक्कै पनि हाम्रो क्षमता खुम्चेको देखाउँछ भने जनताले र राज्यले पाउने आर्थिक लाभ गुमाउनु परेको अवस्था छ। यसर्थ परिवर्तनका लागि हाम्रो होइन, राम्रो सक्षम नेतृत्व आजको आवश्यकता हो। यही आवश्यकता पर्यटन उद्योगमा पनि बोध भएको छ र हाम्रो चाहना पनि यही हो।
हवाई सञ्जाल विस्तारका साथै पोखरा र भैरवाका अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्ण सञ्चालनमा ल्याउनु पर्ने र लामो समयदेखि स्तर उन्नति र निर्माणाधीन सडक सञ्जाल यथाशीघ्र सम्पन्न गरी सबैले सधैँ भनिराख्ने कमजोर कनेक्टिभिटी नै पर्यटन विकासको बाधक हो भन्ने भाष्यलाई चिर्दै पर्यटन जगतमा आशातीत विकासका कुराहरू सञ्चार गरिनु आवश्यक छ। यसका लागि व्यवस्थापकीय क्षमताको विकास आवश्यक रहेको छ भने पर्यटन विकासका लागि राज्यले स्थापना गरेको निकायहरूको प्रभावकारी भूमिका आवश्यक छ। यसरी सरकारी निकायहरू बीचको समन्वय पर्यटन मल्टी सेक्टरल एक्टिभिटिज भएको हुँदा सम्बद्ध सबै पक्षको पर्यटन प्रबन्धनमा समान बुझाइ, समान चासो र समान प्राथमिकता आवश्यक हुँदाहुँदै पनि आज त्यसतर्फ हाम्रो प्रयास अझ बढाउनु पर्ने हामीले देखेका छौँ। होटल सङ्घ नेपालले सन् 2026मा 7 प्रदेशमा वर्षैभरि सञ्चालन हुने कार्यक्रमहरूको तालिका यसै समारोहमा सार्वजनिक गर्नेछ। आज यस गरिमामय सभाबाट घोषणा गरिने महत्त्वपूर्ण कार्यक्रमहरूमा नेपाल हस्पिटालिटी काउन्सिल, ग्रिन टुरिज्म तथा होटललाई प्रविधि मैत्री बनाउने टेक पावर्ड हस्पिटालिटीका कार्यक्रमहरू हामीले घोषणा गर्नेछौँ। यी सम्पूर्ण कार्यक्रमहरू 2026 भरि आयोजना गरी अर्को वर्ष 2027मा समापन गरिनेछ। अन्त्यमा होटल सङ्घ नेपालको 60 वर्षीय यात्रामा योगदान पुर्याउन हुने सम्पूर्ण अग्रज सदस्यहरू, सरकारी तथा निजी क्षेत्र र आज यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु। आगामी दिनहरूमा पनि होटल सङ्घ नेपालले नेपाली पर्यटन र आर्थिक समृद्धिको यात्रामा अझ सशक्त भूमिका निर्वाह गर्ने प्रण गर्दै म यहाँहरूबाट बिदा हुन्छु। जय पर्यटन। धेरै धेरै धन्यवाद हामी ज्ञापन गर्न चाहन्छौँ होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाहज्यूलाई उहाँको स्वागत मन्तव्यका लागि। र अब भने हामी आजको यस विशेष कार्यक्रमको अफिसियल इनोग्रेसनतर्फ अगाडि बढ्दैछौँ, जसका लागि हामी प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छौँ। डिजिटल इनोग्रेसन हामी गर्दैछौँ, त्यसै कारणले आजका कार्यक्रमका प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति रामशाय प्रसाद यादवज्यूलाई यो क्लिकरद्वारा आजको कार्यक्रमको डिजिटल इनोग्रेसन गरिदिनु हुनका लागि हामी हार्दिक अनुरोध गर्दछौँ। लोगो हामीले भर्खरै यहाँहरू सामु अनभिलिङ अहिले गर्न जाँदैछौँ। यो किताब पनि अगाडि ल्याइदिनु हुनका लागि म टेकजीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। नेपाल होटल इयरबुक 2026 हामी अनभिल गरिरहेका छौँ सम्माननीय ज्यूको हातबाट। धेरै धेरै धन्यवाद। थ्याङ्क यू भेरी मच। यहाँहरू सम्पूर्णलाई आसन ग्रहण गरिदिनु हुनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र अब भने हानले गर्ने एनुअल प्रोग्राम अनाउन्समेन्ट अगाडि सारिदिनु हुनका लागि म प्रवीण पाण्डेज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु, हानका सिनियर VP। हजुर, थ्याङ्क यू सतीश। प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपतिज्यू, यस सभाका सभापति, होटल सङ्घ नेपालका अध्यक्षज्यू, विशेष अतिथि नेपाल सरकारका सचिवज्यू र हर एक्सलेन्सी एम्बेसडर टु श्रीलङ्का टु नेपाल एन्ड अन्य एसोसिएसनका प्रेसिडेन्टज्यूहरू, हाम्रा पूर्व अध्यक्षज्यू र विशिष्ट अतिथिज्यू र होटलका एसोसिएसनका पदाधिकारी, एक्जिक्युटिभ मेम्बर्स एन्ड मेम्बर्स र उपस्थित सम्पूर्ण सञ्चारकर्मी, कर्मचारी र इभेन्ट म्यानेजमेन्ट, सर्वप्रथम त ह्याप्पी एन्ड ग्लोरियस डायमन्ड जुबिली इयर अफ होटल एसोसिएसन नेपाल। होटल एसोसिएसन नेपाल अहिले 7 प्रदेशमा विस्तार भइसकेको छ। हाम्रो अहिले होटल एसोसिएसन सदस्य होटल र रिजोर्टको राष्ट्रिय महासङ्घको रूपमा कार्य गर्दै आएको छ र यसको पुनर्संरचना पनि अहिले गरिएको छ। यो हीरक जयन्तीको अवसरमा हामी आज एक दिन मात्र नभइकन यो होल इयर 2026 नै
वार्षिक कार्यक्रमको रूपमा हामी बनाउने होटल सङ्घले निर्णय गरेको छ। यसै बमोजिम सर्टन प्रोग्राम्सहरूमा आज भन्न गइरहेको छु हामी के गर्छौँ यो होल इयरको लागि। सर्वप्रथम त हामीले के गर्यो भने यो नेपालभरिको इस्युज चुनौती र हाम्रो जति पनि अवसरहरूलाई हामीले 9वटा डिफ्रेन्ट समितिहरूमा डिभाइड गरेका छौँ र उहाँ समितिमा चाहिँ डिफ्रेन्ट हाम्रो देशैभरिबाट चाहिँ हाम्रो रिप्रेजेन्टेसन हुन्छ र हाम्रो कमिटीमा विभिन्न सेक्टर स्पेसली होटल इन्डस्ट्री र हस्पिटालिटी सेक्टर, हस्पिटालिटी एजुकेसन सेक्टर्सबाट रिप्रेजेन्टेसन छ र यसबाट चाहिँ हामीले बृहत छलफल गरेर चाहिँ हामीले के निचोडमा आयौँ भने चाहिँ हामीले नेपालमा चाहिँ अब अहिले हामी ट्रान्जिसन स्टेजमा पनि छौँ, हामी अब चुनावको लहरमा गइरहेछौँ र त्यो बिचमा चाहिँ हामीले चाहिँ देशभरि नै 7 प्रदेशमा चाहिँ नेपाल हस्पिटालिटी डायलग हामी पहिला सुरु गर्दैछौँ। पहिला बिफोर इभन गोइङ टु द गभर्मेन्ट सरकारका जानुपर्ने या प्रदेश सरकारका जानुपर्ने या स्थानीय सरकारका जानुपर्ने या केन्द्रमा जानुभन्दा पहिला हामी आफै प्रिपेयर हुनु पऱ्यो र वान भोइस फर टुरिज्म भनेर जानु पऱ्यो रादर देन टु मेनी भोइसेस भन्नुभन्दा एउटै भोइस। त्यो गर्नको लागि हामी 7 प्रदेश र हरेक स्टेक होल्डरसँग हाम्रो डायलग हुनुपर्ने जरुरत देखिएको छ। त्यो गर्नको लागि चाहिँ हामी विभिन्न कार्यक्रमहरू गर्छौँ नेक्स्ट 1 इयरमा अनि विल मेक अ वाइट पेपर। त्यसमा चाहिँ अनि अगेन अनदर बिग थिङ इज हामी कुनै न कुनै डेटाजहरू दिइराखेका हुन्छौँ तर त्यो डेटाजहरू इज इट ब्याक्ड बाई द रियल स्टडिज। जहिले पनि हाम्रो पत्रकार साथीहरू राष्ट्रिय अन्तर्राष्ट्रियले सोधिराख्नु भएको हुन्छ हामीलाई डेटाजहरू। इट कुड बी अराइभल डेटाज, इट कुड बी होटलको डेटाज, इट कुड बी रुम अकुपेन्सीको डेटाज, इट कुड बी हाम्रो ARR, रेपार, all the kind of datas. Do we even have a right datas? धेरै देशमा के हुन्छ भने सिटी डेटाजहरू पनि हुन्छ, सिटीको डिफ्रेन्ट डेटाज जसले चाहिँ के हुन्छ भने राज्यलाई जुन पोलिसी बनाउँदाखेरि कुन खालको पोलिसी जस्तो राष्ट्रिय योजना आयोगले गर्दाखेरि, नेपाल सरकारले गर्दाखेरि, प्रदेश सरकारले गर्दाखेरि, स्थानीय सरकारले गर्दाखेरि के चिजमा साँच्चीकै जोड दिनुपर्छ भनेर त्यो डेटाको आधारमा गर्नुपर्छ। जस्तो अब एयरपोर्टको हाम्रो क्यापेसिटी कति छ, त्यो क्यापेसिटीलाई कति बिल्ड गर्दाखेरि राम्रो हुन्छ र कुन एयरपोर्ट चाहिँ चलेकै छैन कि त्यो एयरपोर्टलाई कसरी चलाउने। दिज आर अल डेटा ड्रिभन। थ्याङ्क्स टु AI हामीले AI को पनि हेल्प लिन सक्छौँ र विल बी एबल टु कम आउट विथ प्रपर डेटा। र हामी यो हस्पिटालिटी सेक्टरको सबै स्ट्यान्डर्ड इन्क्लुडिङ डिलक्स 5 स्टारदेखि लिएर गेस्ट हाउस लजेस हामी सबैलाई रिप्रेजेन्ट गर्छौँ। हामी 7 प्रदेश 77 जिल्लाका एभ्री अकोमोडेसन प्रोभाइडर स्पेसली लज होटल सबै होटल एसोसिएसनको छाता सङ्गठन हामी भयौँ। सो हामी सबैलाई रिप्रेजेन्ट गर्छौँ र हामी सबैको कुरा चाहिँ सकेसम्म यो वर्ष समावेश गर्ने कोसिस गर्नेछौँ। र त्यसपछि हामीले पोलिसी मेकर्सहरू जो हामी इलेक्टेड भएर आउनुहुन्छ र हाल जो हुनुहुन्छ उहाँहरूसँग पनि हामीले डायलगहरू गर्छौँ र हाम्रो उद्योगलाई चाहिने विभिन्न किसिमको चुनौती र अवसर, चुनौती हाम्रो लागि होला, अवसर सरकारलाई होला या अवसर राज्यलाई होला, अवसर नागरिकलाई होला या अवसर जो विदेशमा बसेर काम गरिरहनु भएको छ म साँच्चै नेपालमा फर्क्यौँ कि नफर्क्यौँ, यो देश मेरो लागि अहिले फर्किन लायक छ कि छैन, नेपालमा अवसर छ कि छैन भन्नेको लागि पनि हामीले यो डेटा भइसकेपछि विल बी एबल टु गिभ दिस इन्फर्मेसन इन्टरनेसनली, ग्लोबली एज वेल एज नेसनली। त्यसरी अर्को चाहिँ हामी एउटा नेपाल हस्पिटालिटी काउन्सिल जुन चाहिँ मेडिकल काउन्सिल हुन्छ, नर्स काउन्सिल हुन्छ, विभिन्न किसिमको काउन्सिल हुन्छ, अहिले हामीले यो पनि गठन गर्नुपर्ने एउटा सोचाइ भइरहेछ। यो चाहिँ बेसिकली नेपालमा चाहिँ आतिथ्य नेपाल यसलाई चाहिँ नेपालीमा चाहिँ इङ्ग्लिसमा चाहिँ नेपाल हस्पिटालिटी काउन्सिल भनिन्छ र नेपालीमा चाहिँ नेपाल आतिथ्य परिषदको रूपमा हामीले कुरा गरिरहेछौँ। यो चाहिँ हाम्रो प्रतिभा, हाम्रो स्किल जुन विदेश पलायन भइरहेछ, एकातिर रोजगार भएको छैन, रोजगारको सृजना गर्नुपर्ने भइरहेछ। होटल इन्डस्ट्री चाहिँ उल्टा भइरहेछ। होटल इन्डस्ट्रीमा चाहिँ हामीले एक्चुअल स्किल म्यान पावर चाहिँ हामीले पाइरहेको छैनौँ र भइरहेको म्यान पावर पनि टेम्पोररी भइरहेछ। लाइक सर्टन टाइम उहाँहरू काम गर्ने र त्यसपछि चाहिँ एकदमै फास्ट ट्रान्सफर हुने या विभिन्न हाम्रै होटल इन्डस्ट्रीमा पनि इमिडिएट रेजिग्नेसन दिने अनि अर्को होटलमा जाने। त्यसको लागि चाहिँ एउटा यो रोजगारीको सिपलाई मर्यादित र श्रमलाई असल सम्बन्ध कायम गर्ने उद्देश्यले
विदेशी बजारमा दक्ष जनशक्तिको बढ्दो पलायन र न्यूनीकरण गर्नलाई रोजगारदाता र रोजगारी खोज्ने सम्बन्धी स्थापित गर्ने नेपाल सरकारले छुट्टै नियामक र सम्भावित दिने निकाय गठन गरियोस् भन्ने अभिप्रायले हामी सर्वाधिक महत्त्वको औपचारिक क्षेत्रमा जनसङ्ख्याको विकासको लागि सहयोग बनाउनको लागि यो प्रस्ताव हामी अहिले पेश गरिरहेछौँ। अर्को हाम्रो ग्रिन हस्पिटालिटी इनिसिएटिभ छ। यहाँहरूलाई कतिलाई थाहा छ कि थाहा छैन होला, नेपाल चाहिँ वर्ल्डमा चाहिँ इन्क्लुडिङ गार्जियन म्यागजिनले पनि नेपाललाई चाहिँ वर्ल्डको टप नेचुरल डेस्टिनेसनमा राखेको छ। हाम्रो यो नेपालमा चाहिँ विभिन्न यो कम्युनिटी फरेस्ट डेभलपमेन्ट, कम्युनिटीले नै फरेस्टलाई प्रोटेक्ट गर्ने र त्यो बाहेक राज्यले पनि स्पेसली नेपाली आर्मीले चाहिँ तपाईँको नेसनल पार्कहरूको प्रोटेक्सन गरिरहेको हुन्छ र एकदमै राम्रो हाम्रो बायोडाइभर्सिटीको एक्सपेन्सन होइन, एनिमल्सको एक्सपेन्सनदेखि लिएर हाम्रो चाहिँ एकदमै बढी एक्सपेन्सन छ। त्यसले गर्दाखेरि ग्रिन हस्पिटालिटी इनिसिएटिभ जुन वर्ल्डको टप ब्याङ्क्सहरू स्पेसली वर्ल्ड ब्याङ्क, एडिभिजहरूले पनि उहाँहरूले सर्टन फन्डहरू प्रोभाइड गरिरहेको हुन्छ सरकारलाई पनि र प्राइभेट सेक्टरलाई पनि। त्यसमा पनि हामीले चाहिँ ग्रिन हस्पिटालिटी इनिसिएटिभ जुन हरित आतिथ्यले प्राकृतिक स्रोतहरूको संरक्षण मात्र गर्दैन र यसले सामाजिक उत्तरदायित्व र स्थानीयको दिगोपन र प्रदर्शनको सहयोगी गर्दछ र विश्व बजारको माग भइरहेकोले राष्ट्रले समेत प्राथमिकता राखेको योजनामा कार्यान्वयन गर्न यो कार्यक्रम आकर्षित छ। त्यस्तै टेक पावर हस्पिटालिटी र रोबोटिक्स, चाइनामा स्पेसली चाहिँ एआई र रोबोटिक होटल इन्डस्ट्री, हस्पिटालिटी इन्डस्ट्रीमा चाहिँ धेरै नै युज भएछ। स्पेसली रुम सर्भिसमा चाहिँ तपाईँको फुड अर्डर गर्दाखेरि चाहिँ यु क्यान अर्डर थ्रु टेक्नोलोजी एन्ड द रोबोटले तपाईँको फुड चाहिँ डोरसम्म ल्याउँछ र कतिपय सर्भिसेसहरू इट एक्चुअली रिप्लेसेस ह्युमन बिङ्स भन्दाखेरि यसो हेर्दाखेरि चाहिँ हामी रोजगार कम गर्छौँ भन्ने एउटा डर चाहिँ हुन्छ, तर हाम्रो इन्डस्ट्री यसरी विस्तार भइरहेछ कि हामीलाई सिप एकातिर कम भइरहेछ र हामीलाई यो एआई र टेक्नोलोजी सँगसँगै लानुपर्ने बाध्यता पनि देखिन्छ। यसले के गर्छ भने एउटा चाहिँ क्लायन्टको इन्फर्मेसन स्पेसली ह्याबिट्स चाहिँ एआईले पहिल्यै इन्फर्मेसन दिइरहेको हुन्छ। त्यसले गर्दाखेरि सिम्पल कुराहरू जस्तो फुड कुनै चोइस हुन्छ कुनै कस्टमरको या कुनै फुडमा एलर्जी हुन्छ, कुनै पर्सनलाइज किसिमको हामी सेवा दिनको लागि चाहिँ एआईले एकदमै मद्दत गर्छ। त्यसले गर्दा होटल एसोसिएसनले हामी विभिन्न पार्टनर्सहरू यहाँ आएर थाहा नै छ कि हामी होटल एक्सपो पनि गरिरहेछौँ, हाम्रो टेक्नोलोजी पार्टनर्सहरू पनि हुनुहुन्छ। विल बी एबल टु सोकेस सम अफ द्याट ड्युरिङ दिस इभेन्ट द्याट वी आर डुइङ। त्यसपछि हामीले इन्टरनेसनल र क्रस बोर्डर टुरिज्म विच इज भेरी इम्पोर्टेन्ट। हाम्रो आफ्नै एयरपोर्ट जुन एक्सपेन्सनहरू भइरहेछ, विभिन्न टर्मिनलहरू नयाँ नयाँ बोर्डर टाउनहरूमा पनि अहिले बनिरहेछ, उद्घाटनको क्रममा छ, हामीले न्युज मिडियामा सुनि नै राखेकै होला। त्यो टर्मिनलहरू बनिसकेपछि त्यहाँ पनि अन्तर्राष्ट्रिय र रिजनल फ्लाइट्सहरूको सम्भावना एकदमै बढिरहेछ। हामीलाई थाहा छ कि 2-4वटा एयरपोर्टहरू बनिरहेछ, तर त्यो त्यही किसिमले इन्टरनेसनल फ्लाइटहरू हुन सकेको छ। तर मलाई लाग्छ यो राज्यको मात्र नभए हाम्रो पनि एउटा रेस्पोन्सिबिलिटी हो एज अ होटल इन्डस्ट्री, हाउ टु have more airlines, maybe private initiative पनि त्यहाँ गर्नुपर्ने जरुरत छ। र नेपालको बोर्डर टाउनमा स्पेसली इन्डिया साइडमा पनि एयरपोर्ट एक्सपेन्सनहरू धेरै भइरहेछ। सो हामीले क्रस बोर्डर त्यो एयरपोर्ट युज गरेर पनि हाम्रो नेपालमा भित्राउनलाई विदेशी प्रडक्ट भित्राउन हामीले त्यो किसिमको क्रस बोर्डर प्रमोसनहरू गर्नुपर्ने जरुरत म देख्छु। र अनि हाम्रो अर्को के छ भने हामी भेरी नेपाली त्यसै पनि हामी लाइक इमिडिएटली एकदमै हस्पिटेबल रादर देन हस्टाइल, वी आर भेरी हस्पिटेबल पिपल। नेपालीहरूले हामीलाई यो हाम्रो आई थिङ्क जन्मिँदाखेरि नै हामीले चाहिँ यो अतिथिलाई सत्कार गर्छ, अतिथि देवो भव भनेर हाम्रो संस्कारमै छ यो कुरा। हामीलाई कसैले सिकाउनु पर्दैन, हामीले बुझेको छौँ अतिथिलाई सत्कार गर्नलाई। त्यसले गर्दाखेरि हामीले नेपालमा सबभन्दा ठुलो प्रसार जुन हामीले गर्नुपर्छ हाम्रो आतिथ्यको बारेमा। अभियसली हामीसँग प्रडक्ट छ, नेचुरल प्रडक्ट छ, ट्रेडिसनल प्रडक्ट छ, हामीसँग अल दिस प्रडक्ट र रिलिजियस प्रडक्ट छ, तर त्यो प्रडक्टको विस्तार गर्नुपर्ने जरुरत छ। अहिले पनि के भइरहेछ भने म भर्खरै हिजै मात्र एक्चुअली इन्डियाको एउटा प्रोग्राममा गएर आएको थिएँ। उहाँहरूलाई अझै पनि के लागिरहेछ भने नेपालमा आन्दोलन भइ नै रहेछ कि अलिकति प्रब्लम भइ नै रहेछ कि के हो भन्ने कुरा अलिअलि भइरहेछ कि लाइक म त त्यो हिजो भर्खरको अपडेट हो होइन भनेपछि त्यतिसम्मको इन्फर्मेसन नेगेटिभ न्युज क्यारिज रियली फास्ट र पोजिटिभ न्युज क्यारी गर्न एकदमै गाह्रो हुन्छ।
त्यसको लागि हामी सबैले मिलेर हाम्रो देशको प्रचार प्रसार गर्नको लागि हामीसँग हातेमालो गरेर रिजनल डोमेस्टिक र इन्टरनेसनल टुरिज्म गरौँ र नेपालको पर्यटन कमसेकम 2026 र 27मा चाहिँ 20 लाख पर्यटन ल्याएर चाहिँ नेपालको समृद्धिमा चाहिँ हामीले एउटा नयाँ आयाम थपौँ। जय पर्यटन। धेरै धेरै धन्यवाद हानका सिनियर भाइस प्रेसिडेन्ट प्रवीण पाण्डेज्यूलाई। उहाँले हानको यो आउँदो वर्ष के कस्ता तयारीहरू रहेका छन् भन्ने बारेमा प्रकाश पारिदिनुभयो। र अब भने म यहाँलाई सम्पूर्णलाई जानकारी गराउन चाहन्छु होटल एक्सपो 2026 सँगसँगै हेरिटेज फुड फेस्टिभल 2026 को अफिसियल इनोग्रेसन हामी यो औपचारिक कार्यक्रम सके पश्चात अन्त्यमा गर्नेछौँ भन्ने जानकारी म यहाँहरूलाई गराउन चाहन्छु। विभिन्न एक्जिबिटर्सहरू हुनुहुन्छ यो होटल एक्सपोमा। यो लन्च भइसकेपछि अफिसियल इनोग्रेसन भइसकेपछि यहाँहरूले पनि भ्रमण गर्नुहुनेछ भन्ने अपेक्षा र आशा हामीले लिएका छौँ। र अब भने यो 60 वर्षको यात्रामा हामीलाई साथ दिनुहुने लङ सर्भिङ कन्ट्रिब्युटर्सहरूलाई कोलाबोरेटर्सहरूलाई अब भने सम्मान गर्ने बेला आएको छ, जसका लागि म पुनः एकपटक हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ आजका हाम्रा कार्यक्रमका प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपतिज्यू, अध्यक्षज्यू र सचिवज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। सुरुवातमा हामी निम्त्याउँदछौँ प्रोफेसर डाक्टर गान्धी पण्डितज्यू, सिनियर लिगल एडभाइजर हान। उहाँलाई माथि मञ्चमा आइदिनु हुनका लागि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। उहाँलाई जोरदार तालीले एकपटक स्वागत र सम्मान दर्शाइदिनु हुनका लागि म यहाँहरू सम्पूर्णप्रति हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छु। सचिवज्यूलाई यो दोसल्ला ओडाई उहाँलाई सम्मान गरिदिनु हुनका लागि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। अध्यक्षज्यूलाई यो मेडल वितरण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछौँ र सम्मान्यज्यूलाई यो सर्टिफिकेट ह्यान्डओभर गरिदिनु हुनका लागि पनि हार्दिक अनुरोध गर्दछौँ। प्रोफेसर डाक्टर गान्धी पण्डितज्यूलाई धेरै धेरै धन्यवाद छ उहाँको कन्ट्रिब्युसनका लागि। सँगसँगै हानमा 20 वर्षभन्दा बढी योगदान पुर्याउनु हुने हानका स्टाफ कर्मचारीज्यूहरूलाई अब हामी निम्त्याउन चाहन्छौँ। लव कार्कीज्यूलाई पनि जोरदार तालीले मञ्चमा हामी स्वागत गर्न चाहन्छौँ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। 20 वर्ष यो संस्थालाई दिनुभएकोमा उहाँप्रति हामी आभार व्यक्त गर्न चाहन्छौँ। सबैको लागि जोरदार ताली बजाइदिनु हुनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। 20 वर्षको योगदान अवश्य पनि सानो होइन। उहाँ सँगसँगै बाबुराम लामिछानेज्यूलाई पनि माथि मञ्चमा हामी निम्त्याउन चाहन्छौँ। बाबुराम लामिछानेज्यूलाई पनि धेरै धेरै धन्यवाद। हानमा 20 वर्षको योगदान उहाँले जुन दिनुभएको छ त्यसका लागि धेरै धेरै धन्यवाद। उहाँलाई पनि हामी यो दोसल्ला, यो मेडल र यो सम्मान पत्र वितरण गर्दैछौँ। बाबुराम लामिछानेज्यूलाई धेरै धेरै बधाई र उहाँ सँगसँगै शालिग्राम हेम्बाज्यूलाई पनि माथि मञ्चमा अब हामी निम्त्याउन चाहन्छौँ। शालिग्राम हेम्बाज्यूलाई पनि धेरै धेरै स्वागत र धेरै धेरै बधाई। हानको तर्फबाट धेरै धन्यवाद पनि हामी ज्ञापन गर्न चाहन्छौँ। धेरै धेरै धन्यवाद सम्पूर्णलाई। थ्याङ्क यू भेरी मच। सम्मानज्यूलाई पनि धेरै धेरै धन्यवाद हामी ज्ञापन गर्न चाहन्छौँ। महाव ओम श्रेष्ठज्यू फर्मर एक्जिक्युटिभ डाइरेक्टर हानका, उहाँ आफ्नो स्वास्थ्य अनुकूल भएको कारणले गर्दाखेरि आउन सक्नु भएन भन्ने जानकारी म गराउन चाहन्छु यहाँहरू सम्पूर्णलाई। र अब भने नाउ डिस्टिङ्ग्विस्ड गेस्ट, लेडिज एन्ड जेन्टलमेन, we'd like to request Excellency, Ambassador of Sri Lanka to Nepal, to please join us and shed some light on the model of tourism development in Sri Lanka. What are some of the strategies and renewable practices that maybe even Nepal can copy? Madam. Right Honorable Vice President, Mr. Ram Sahaya Prasad Yadav, Honorable Mr. Anil Kumar Singha, Minister of Culture, Tourism and Civil Aviation, President of the Hotel Association Nepal, Mr. Binyak Shah,
also the Vice President, Senior Vice President Mr. Pandey, Government Secretaries, Joint Secretaries, DGs, Nepal Tourism Board, FNCCI, CNI, and the Nepal Chamber of Commerce, esteemed members of the hospitality and tourism community, excellencies, distinguished guests, ladies and gentlemen, a very good afternoon to you all. It is a great privilege and a sincere honor to join you all today on the momentous occasion of the Diamond Jubilee of the Hotel Association, Nepal. I extend my heartfelt appreciation to the association for inviting me to be part of this milestone celebration that reflects 6 decades of dedication, vision, and unwavering commitment to Nepal's tourism and hospitality sector. 60 years is not just a span of time, it is a journey of resilience, innovation, and shared aspiration. Since its inception, the Hotel Association Nepal has played an instrumental role in shaping the hospitality landscape of this beautiful country. Your efforts have supported Nepal in becoming a destination admired globally for its natural beauty, rich culture, warm people, and unforgettable experiences. Today, as we celebrate this Diamond Jubilee, we also celebrate the progress of Nepal's tourism industry, a progress shaped by your leadership, your collaboration, and your collective spirit. Tourism is one of the most powerful forces for bringing nations together. Both Sri Lanka and Nepal share a deep cultural connection founded on centuries of Buddhist heritage, mutual respect, and people-to-people ties. It is therefore heartening to see our two countries continuing to collaborate closely in strengthening tourism as a vehicle for economic prosperity and cultural understanding. Tourism has long been one of the key pillars of Sri Lanka's economy. Blessed with rich cultural heritage, diverse landscapes, biodiversity, and warm hospitality, Sri Lanka has positioned itself as a compact yet comprehensive destination, often described as offering the world in one island. However, like many countries, our tourism sector has also faced serious challenges, including the global pandemic and economic disruptions. These challenges, while difficult, have also provided opportunities for reform, resilience, and innovation. Sri Lanka's tourism development model is guided by sustainability, inclusivity, and resilience. At its core lies the belief that tourism must benefit local communities, preserve cultural and natural heritage, and adapt to changing global trends. In recent years, we have shifted from volume-based tourism to value-based tourism, emphasizing quality experiences, longer stays, and responsible travel. Among the key promotional strategies adopted by Sri Lanka, firstly, strong destination branding has been a priority. Through targeted tourism campaigns, digital marketing, and storytelling, Sri Lanka has promoted itself as a destination for wellness tourism, ecotourism, adventure tourism, cultural tourism, and MICE, being meetings, incentives, conferences, and exhibitions. Social media platforms, influencer partnerships, and data-driven marketing have played an increasingly important role in reaching new and younger markets. Secondly, diversification of tourism products has been central to our strategy. Beyond traditional beach tourism, Sri Lanka has invested in promoting Ayurveda and wellness tourism, wildlife and nature-based tourism, spiritual and pilgrimage tourism, and community-based rural tourism. This diversification not only enhances visitor experience, but also ensures more equitable distribution of tourism benefits across regions. Thirdly, public-private partnerships have been strengthened to enhance infrastructure, service quality, and innovation. The private sector plays a crucial role in hotel development, transport, digital services, and skill development, while the government provides policy direction, regulatory support, and destination promotion. In terms of revival practices, Sri Lanka adopted a phased and carefully managed approach following crises. Health and safety protocols were prioritized to rebuild traveler confidence, flexible visa policies, promotional travel incentives,
and airline connectivity were introduced to stimulate demand. According to recent tourism statistics for 2025, Sri Lanka has welcomed 2.36 million foreign visitors, being the highest ever that we have achieved, despite Cyclone Ditwa. In the first week of January 2026 itself, more than 94,000 tourist arrivals have been reported this year. Ladies and gentlemen, Sri Lanka and Nepal share many similarities: rich cultural heritage, natural beauty, spiritual tourism, potential, and a strong tradition of hospitality, which we all have. I firmly believe that there is great scope for cooperation and exchange of best practices between our two countries in the tourism sector. Collaboration in areas such as pilgrimage tourism, mountain and ecotourism, training and policy exchange can be mutually beneficial. In fact, I learned recently that the Nepal Tourism Board, a high-level delegation, will be visiting Sri Lanka soon at the end of January, and we are looking forward to that visit as well. Let me also take this opportunity to reaffirm Sri Lanka's commitment to deepening cooperation with Nepal in all areas of tourism and hospitality. We stand ready to share our experiences, lessons, and best practices, and to welcome Nepal's hospitality community to explore opportunities for collaboration in Sri Lanka. Before I conclude, I extend my warmest congratulations to the Hotel Association of Nepal on reaching this historic milestone. May the next 60 years bring even greater success, deeper partnerships, and boundless opportunities. Thank you once again for this honor. I wish you all a memorable celebration and a prosperous year ahead. Ayubowan and Dhanyabad. Thank you very much, Your Excellency, for sharing these positive remarks with us. अब भने हामी हाम्रा टाइटल स्पोन्सर र पावर्ड बाई स्पोन्सरलाई अगाडि निम्त्याउन चाहन्छौँ र उहाँहरूलाई पनि यो टोकन अफ एप्रिसिएसन प्रदान गर्दैछौँ, जसका लागि म अध्यक्ष विनायक शाहज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धेरैजनाको सपोर्ट अवश्य पनि छ, तर सबैलाई रिप्रेजेन्ट गरेर हामी हाम्रा टाइटल स्पोन्सर मास होल्डिङ्सबाट रूपक सापकोटाज्यू र रामहरि सापकोटाज्यूलाई माथि मञ्चमा निम्त्याउन चाहन्छौँ र उहाँहरूलाई माथि मञ्चमा आई यो टोकन अफ एप्रिसिएसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछौँ र एकपटक सम्पूर्ण स्पोन्सर्सका लागि पनि जोरदार ताली बजाइदिनु हुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ, किनभने द होटल एक्सपो 2026 सपोर्टर्स स्पोन्सर्स बिना अवश्य पनि सम्भव हुने थिएन। मास होल्डिङ्सलाई धेरै धेरै धन्यवाद। द होटल एक्सपो 2026 को टाइटल स्पोन्सरको रूपमा अगाडि सरिदिनु भएकोमा र सँगसँगै द होटल एक्सपो इज पावर्ड बाई मनोकामना दर्शन र मनोकामना दर्शन प्राइभेट लिमिटेडबाट रिया श्रेष्ठज्यूलाई अगाडि आइदिनु हुनका लागि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। शी इज द डाइरेक्टर अफ स्ट्राटेजी एन्ड अपरेसन्स र मनोकामना दर्शन प्राइभेट लिमिटेडलाई पनि हामी धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। उहाँहरूको साथ र सहयोग द होटल एक्सपो 2026 लाई प्रदान गरिदिनु भएकोमा। धेरै धेरै धन्यवाद अध्यक्षज्यूलाई पनि। यसै गरी म सचिवज्यूलाई अब हार्दिक अनुरोध गर्न चाहन्छु यो मायाको चिनो शेफ श्याम लामाज्यूलाई प्रदान गरिदिनु हुनका लागि। शेफ श्याम लामाज्यूलाई जोरदार तालीका साथ हामी मञ्चमा निम्त्याउन चाहन्छौँ। उहाँ र सम्पूर्ण शेफहरूलाई हामी धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ, किनभने हामीले हानले विशेष गरी यो डायमन्ड जुब्ली सेलिब्रेसनको अवसरमा नेपाल हेरिटेज कुकबुक 2026 लाई पब्लिस गरेको छ, जसमा यहाँहरूले 60वटा रैथाने रेसिपिजहरू पाउन सक्नुहुन्छ। त्यो कुकबुक यहाँहरू समक्ष हामीले अवश्य पनि पुर्याउनेछौँ र शेफ श्याम लामाज्यूलाई धेरै धेरै धन्यवाद। उहाँको सम्पूर्ण टिमलाई, अरू सम्पूर्ण शेफहरूलाई पनि धेरै धेरै धन्यवाद हामी ज्ञापन गर्दछौँ। थ्याङ्क यू भेरी भेरी मच। यहाँहरू सम्पूर्णलाई धेरै धन्यवाद। अब भने हामी कार्यक्रमलाई अगाडि बढाउँदैछौँ र मन्तव्यको श्रृङ्खलामा अब भने हामी सचिवज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छौँ। विड लाइक टु रिक्वेस्ट आवर Secretary of Ministry of Culture, Tourism and Civil Aviation, Mr. Mukunda Prasad Nirola, for his remarks.
कार्यक्रमका प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपतिज्यू, आदरणीय सभाध्यक्षज्यू, योर एक्जिलेन्सी श्रीलङ्का टु नेपाल, अतिथिगणहरू, विशिष्ट अतिथिगणज्यूहरू, प्रदेश सभाका माननीयज्यू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीज्यूहरू, होटल सङ्घ नेपालका पदाधिकारीज्यूहरू, पूर्व अध्यक्षज्यूहरू, पर्यटन तथा होटल व्यवसायी मित्रहरू, सञ्चारकर्मी मित्रहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरू, सर्वप्रथम आज यस कार्यक्रममा क्याबिनेट बैठकका कारण माननीय मन्त्रीज्यू उपस्थित हुन नसकेको र यस कार्यक्रमलाई सफलताको कामना गर्नुभएको र 60 वर्ष पुरा भएको उपलक्ष्यमा बधाई समेत दिनुभएको बेहोरा म यहाँ सभामा जानकारी गराउन चाहन्छु। आज होटल सङ्घ नेपालद्वारा आयोजना गरिएको यस गरिमामय कार्यक्रममा सहभागी हुन पाउँदा म अत्यन्तै खुसी भएको छु। विक्रम सम्वत 2023 सालमा स्थापना भई निरन्तर रूपमा देशभरिका होटल तथा रिजोर्टहरूको साझा संस्थाको रूपमा क्रियाशील होटल सङ्घ नेपालले आज आफ्नो 60औं स्थापना वर्षगाँठ तथा हिरक जयन्तीको यस ऐतिहासिक अवसरमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। नेपालको पर्यटन विकासमा होटल सङ्घ नेपालको योगदान अतुलनीय छ। पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्दै नेपाली आतिथ्य संस्कृतिलाई विश्व सामु चिनाउने कार्यमा यस संस्थाले निरन्तर महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। निजी क्षेत्र र सरकार बीचको सहकार्यलाई मजबुत बनाउँदै पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रूपमा स्थापित गर्न यस सङ्घले खेलेको भूमिका प्रशंसनीय छ। आजको यस कार्यक्रममा होटल उद्योगसँग सम्बन्धित सदस्य, होटल सञ्चालकहरू, देशका विभिन्न क्षेत्रबाट आउनुभएका उच्च पदस्थ अधिकारीहरू, विदेशी मुलुकका राजदूतज्यूहरू, पर्यटन व्यवसायीज्यूहरू लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनु स्वयंमा यस क्षेत्रको गरिमा र महत्त्वको प्रमाण हो। यस अवसरमा स्थानीय उत्पादनको प्रवर्धन, नेपाली परिकारको पहिचान र स्वादलाई प्रवाह गर्ने उद्देश्यले आयोजना गर्न लागि नेपाल होटल प्रदर्शनी 2026 तथा खाना महोत्सव जस्ता कार्यक्रमहरूले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने विश्वास लिएको छु। यहाँ अघि पूर्ववक्ताले पर्यटन सम्बन्धी विभिन्न नीति नियम कानुनको विषयमा पनि उल्लेख गर्नुभएको थियो। आज मात्र हामी पर्यटन ऐनको मसौदामा दफावार छलफल राष्ट्रिय सभामा चलिरहेको छ। आज पनि त्यही कार्यक्रम सम्पन्न गरेर आजको कार्यक्रम चाहिँ सम्पन्न गरेर म यहाँ आएको छु। अब यो राष्ट्रिय सभाबाट पर्सिदेखि सुरु हुने अधिवेशनबाट यो ऐन पारित भई प्रतिनिधि सभामा जान्छ भन्ने विश्वास लिन सकिन्छ। त्यसपछि ऐन बनिसकेपछि होटल सङ्घसँग सम्बद्ध व्यवसायी एवं अन्य पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीहरूसँग सो ऐन अन्तर्गत बन्ने नियमावलीहरूलाई पनि पेचिलो ढङ्गले कार्यान्वयन हुन कसरी सक्छ भन्ने विषयमा मन्त्रालय कसरी यसलाई समय सापेक्ष पार्ने भन्ने विषयमा मन्त्रालय यहाँहरूसँग राय परामर्शको निमित्त अवश्य उपस्थित हुनेछ। र यहाँ उठेको धेरै विषयहरू हामीले एकपटक पर्यटन बोर्ड मार्फत एउटा कार्यक्रम गरेर यहाँहरूसँग अहिलेको परिवेशमा हामी यो पर्यटन उद्योगलाई अगाडि बढाउन, होटल व्यवसायको जुन अहिले जति मात्रामा यसको क्यापेसिटी छ त्यो अनुसार यसले चाहिँ नि अकुपेन्सी पाएको छैन। त्यसका लागि के कसरी हवाई उडानलाई हामीले चाहिँ नयाँ निर्माण भइसकेको अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्ने त्यस सम्बन्धमा पनि एकचोटि छलफल गरेर त्यसतर्फ पनि हामीले निचोड निकाली आगामी दिनहरूमा यसै गरी पर्यटन क्षेत्रका विद्यमान चुनौतीहरू समाधान गर्न नवीन सोच, दिगो पर्यटन र गुणस्तरीय आतिथ्य सेवा मार्फत नेपालको पर्यटनलाई छलफल मार्फत हामी कसरी अगाडि बढाउने भन्ने विषयमा उचाइमा ल्याउने कुरामा हामी जान
कुराको प्रतिबद्धता यहाँहरूसँग राख्न चाहन्छु। त्यस्तै आज घोषणा हुने नीति कार्यक्रम अब अहिले घोषणा भएपछि थाहा होला, त्यसको टिप्पणी पछि गर्न सकिन्छ। यी यस्ता नीति कार्यक्रमहरू ल्याउँदाखेरि हामी थोरै ल्याउने धेरै गर्ने नीति गऱ्यौँ भने हामी सफल हुन सक्छौँ। हाम्रो चलन चाहिँ के छ, धेरै ल्याउने थोरै गर्ने चलन छ। त्यसैले यस्ता नीतिहरूलाई तत्काल तुरुन्तै के गर्न सकिन्छ, त्यसका लागि थप मेहनत केही नगरिकन तत्काल के गर्न सकिन्छ, मध्यकालमा के गर्ने र दीर्घकालमा कसरी लाने भन्ने परिकल्पनासहित ल्याउन सकिएमा लक्ष्य प्राप्तिमा सरलता हुन्छ। सायद त्यही अनुसार नै आएको छ भन्ने म आशा राख्छु। यस गरिमामय कार्यक्रमको सफल आयोजनाका लागि आयोजक टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दै यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूको उत्तरोत्तर प्रगति एवं यस कार्यक्रमको सफलताको कामनासहित आफ्नो मन्तव्य यही समाप्त गर्न चाहन्छु। जय पर्यटन। सचिवज्यूलाई धेरै धेरै धन्यवाद हामी ज्ञापन गर्न चाहन्छौँ उहाँको मन्तव्यका लागि। र अब भने आजको यस विशेष कार्यक्रमका प्रमुख अतिथिज्यूलाई हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। सम्माननीय उपराष्ट्रपति रामसाय प्रसाद यादवज्यूलाई आफ्नो मन्तव्य राखिदिनु हुनका लागि। कार्यक्रमका अध्यक्ष, सरकारका सचिवहरू, विशिष्ट अतिथिहरू, नेपालका लागि श्रीलङ्काली महामहिम राजदूत, नेपाल पर्यटन बोर्ड, FNCCI, CNI, नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरू, होटल व्यवसायीहरू तथा सरोकारवाला महानुभावहरू, सञ्चारकर्मी मित्रहरू, सुरक्षाकर्मीहरू, भद्र महिला तथा सज्जनवृन्द, होटल सङ्घ नेपालको गौरवशाली हीरक जयन्ती समारोहमा यहाँ उपस्थित सम्पूर्ण महानुभाव तथा सङ्घका पदाधिकारीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। यस अवसरमा आयोजित नेपाल होस्पिटालिटी डे 2026 तथा द होटल एक्सपो एन्ड फुड फेस्ट 2026 जस्ता कार्यक्रमहरूले नेपालको पर्यटन उद्योगलाई विश्व सामु उजागर गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास पनि व्यक्त गर्दछु। नेपालको पर्यटन क्षेत्र मनोरञ्जन वा अवकाशको समय बिताउने साधन मात्र नभई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हो। होटल उद्योगले रोजगारी सिर्जना, सांस्कृतिक आदान प्रदान, नेपालको अन्तर्राष्ट्रिय पहिचान र कूटनीतिक सम्बन्ध सुदृढ बनाउन उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। सङ्घको 6 दशक लामो यात्रा, उपलब्धि र सङ्घर्षले भरिएको प्रेरणादायी अध्याय हो। भद्र महिला तथा सज्जनवृन्द, होटल सङ्घ नेपालको हीरक जयन्तीले विगतका सफलताहरूलाई स्मरण गर्दै भविष्यका चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्ने प्रेरणा दिन्छ। नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र अतिथि सत्कारको परम्परा विश्वकै अनुपम सम्पदा हुन्। यी सम्पदालाई व्यवस्थित, दिगो र नवपरिवर्तनशील होटल उद्योग मार्फत विश्व सामु प्रस्तुत गर्नु हाम्रो साझा जिम्मेवारी हो। होटल सङ्घ नेपालले आगामी दिनमा दिगो पर्यटन, हरित अर्थतन्त्र, डिजिटल रूपान्तरण र अन्तर्राष्ट्रिय साझेदारीलाई प्राथमिकता दिँदै मुलुकलाई समृद्ध बनाउन अग्रणी भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएको छु। सङ्घको योगदानले नेपालको पर्यटनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन मद्दत गर्नेछ, जसले राष्ट्रिय आय, रोजगारी र सामाजिक समृद्धिमा दीर्घकालीन प्रभाव पार्नेछ। होटल व्यवसायीहरूले विगतमा विभिन्न आन्दोलनका क्रममा भोग्नु परेको दुःखद घटनाले केवल उद्योगलाई मात्र नभई सम्पूर्ण पर्यटन क्षेत्रलाई गम्भीर असर पुगेको अवस्था छ।
यस्तो पीडादायी घटनाबाट हामीले सिक्नुपर्ने पाठ भनेको शान्तिपूर्ण आन्दोलन, संवाद र सहमतिको संस्कृतिलाई बलियो बनाउनु, होटल उद्योगलाई सुरक्षित राख्नु व्यवसायीको हित मात्र नभई राष्ट्रिय प्रतिष्ठा र अन्तर्राष्ट्रिय विश्वासको सवाल हो। यसप्रति सबै सचेत र गम्भीर हुन जरुरी छ। भद्र महिला तथा सज्जनवृन्द, नेपाल भ्रमण गर्ने विदेशी तथा स्वदेशी पर्यटकहरू हाम्रो सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र अतिथि सत्कारका कारण आकर्षित हुन्छन्। उनीहरूको सुरक्षा, सुविधा र सम्मान सुनिश्चित गर्नु सबैको साझा कर्तव्य हो। पर्यटकलाई सुरक्षित वातावरण, गुणस्तरीय सेवा र आत्मीय आतिथ्य प्रदान गर्नु हाम्रो दायित्व पनि हो। यसले नेपालको छवि विश्व सामु उजागर गर्ने मात्र होइन, दीर्घकालीन आर्थिक लाभ पनि सुनिश्चित गर्दछ। होटल सङ्घ नेपालले दिगो पर्यटनलाई प्राथमिकतामा राखी वातावरण मैत्री होटल सञ्चालनमा जोड दिन सक्नुपर्दछ। डिजिटल प्रविधि र नवप्रवर्तनलाई आत्मसात गर्दै सेवा प्रणालीलाई आधुनिक बनाउन आवश्यक छ। अन्तर्राष्ट्रिय साझेदारी र लगानीलाई आकर्षित गर्ने रणनीति सङ्घले अघि बढाउनु आजको आवश्यकता हो। होटल व्यवसायलाई सुरक्षित राख्न सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्यलाई मजबुत बनाउनु उत्तिकै जरुरी छ। पर्यटकको सुरक्षा र सुविधा सुनिश्चित गर्न होटल उद्योगले उच्चतम मापदण्ड कायम गर्न सक्नुपर्दछ। भद्र महिला तथा सज्जनवृन्द, अन्त्यमा यस अवसरमा होटल सङ्घ नेपालका पदाधिकारीहरू, सदस्य तथा सम्पूर्ण पर्यटन व्यवसायीहरूलाई हार्दिक बधाई दिन चाहन्छु। तपाईहरूको निरन्तर परिश्रम, लगनशीलता र समर्पणले नेपाललाई विश्व पर्यटन नक्सामा अझ उजागर गर्नेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु। नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय एकता र स्वाभिमानलाई अक्षुण्ण राख्दै समृद्धि, विकास, सुशासन र दिगो शान्तिको यात्रामा होटल उद्योगले अग्रणी भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु र साथै यस समारोहमा सम्मानित हुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। जय नेपाल, धन्यवाद। हामी धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ सम्माननीयज्यूलाई र उहाँलाई यो मायाको चिनो प्रदान गरिदिनु हुनका लागि म अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। सम्माननीय उपराष्ट्रपतिज्यूले आज उहाँको समय र साथ जुन हामीलाई प्रदान गर्नुभएको छ, हानको डायमन्ड जुब्ली सेलिब्रेसन र नेपाल हस्पिटालिटी डे सेलिब्रेसनमा, त्यसको लागि हामी यो मायाको चिनो उहाँलाई प्रदान गर्दैछौँ धन्यवाद स्वरूप। हाम्रा प्रमुख अतिथिज्यू सँगसँगै हाम्रा विशेष अतिथि सचिवज्यूलाई पनि हामी धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ र उहाँलाई पनि यो मायाको चिनो ग्रहण गरिदिनु हुनका लागि हामी हार्दिक अनुरोध गर्दछौँ। We'd also like to thank Her Excellency, the Ambassador of Sri Lanka to Nepal. Thank you, Madam, for being here with us and for sharing some incredible insights that the Nepal hospitality fraternity can definitely use. We'd like to request you to kindly accept this token of appreciation. Thank you very much. धेरै धेरै धन्यवाद सम्पूर्णलाई। हामी औपचारिक कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ र अब भोट अफ थ्याङ्क्सका लागि म हानका सेक्रेटरी जनरल साजन साकेज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद सदस्यज्यू। यस कार्यक्रमका सभापति हानका अध्यक्ष विनायक शाहज्यू, प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपतिज्यू, Her Excellency the Ambassador
अनि त्यो पर्यटन मन्त्रालयका सचिवज्यू, त्यसै गरी पर्यटन विभागका सहसचिवज्यू, इमिग्रेसनका सहसचिवज्यू, प्रदेशका मन्त्रीज्यू, माननीय मन्त्रीज्यू र गभर्मेन्टका सबै पदाधिकारीज्यूहरू, सङ्घ संस्थाका अध्यक्षज्यू तथा पदाधिकारीज्यूहरू, पर्यटन बोर्डका सदस्यज्यूहरू, डाइरेक्टरज्यूहरू र हाम्रा आदरणीय ह्यान्डका पूर्व अध्यक्षज्यूहरू, ह्यान्डका पदाधिकारीज्यूहरू, बोर्ड सदस्यज्यूहरू र सम्पूर्ण ह्यान्डका मेम्बरज्यूहरू र मिडियाकर्मी साथीहरूलाई नमस्कार। धेरै कुराहरू हाम्रो अध्यक्षज्यू र हाम्रो वरिष्ठ उपाध्यक्षले राखिसक्नुभयो, त्यही भएर म धेरै समय लिन चाहन्न। अब ह्यान्डको यो 60 वर्ष लाग्दै गर्दाखेरि हामीले चाहिँ होटेल सेक्टरमा चाहिँ धेरै प्रगति भएको जस्तो मलाई फिल हुन्छ। किनभने आजभन्दा 10 वर्ष पहिला हाम्रा 5 स्टार होटेलहरू 10-11वटा मात्र थियो र स्टार क्याटेगोरी होटेलहरू 50-60 मात्र थियो। तर आजको दिनमा हेर्दाखेरि हाम्रो 5 स्टार होटेलहरू लगभग अहिले 25-26वटा पुग्न लागिसकेका छन्। स्टार क्याटेगोरी होटेलहरू 241वटा भइसकेका छन् र अरू टुरिस्ट स्ट्यान्डर्ड होटेलहरू 5000 भन्दा बढी भइसकेका छन् र हाम्रो क्यापेसिटी 35 लाख पुगिसकेका छ। र यो क्रम हाम्रो एकदमै फास्ट बढिरहेको छ र लगानी हाम्रो खर्बौँ रुपियाँ भइरहेको छ। यस अर्थमा हाम्रो जुन गति लिइरहेको छ, यो गति चाहिँ हाम्रो नेपाल सरकारले लिइरहेको अवस्था चाहिँ देखिँदैन। किनभने हामीलाई चाहिने, पर्यटकलाई चाहिने पूर्वाधारहरू तयार भइरहेका छैनन् र नेपाल एयरलाइन्स सुस्त गतिमा बढिरहेको छ र कुनै नयाँ यो एयरलाइन्सहरू विगत 10औं वर्षदेखि थप्न सकिरहेको छैन र नेपाल एयरलाइन्सको म्यानेजमेन्ट एकदम कमजोर देखिरहेको अवस्था छ। र म सचिवज्यूलाई धन्यवाद दिन चाहन्छु अहिलेको पर्यटन नीतिमा, र उहाँले मैत्री नीति बनाउँछु, सहयोग गर्छु भन्नुभएको छ र हाम्रा सम्मान्य राष्ट्रपतिजीको सुझावलाई पनि हामी मनन गर्छु। र यति भन्दै आज सम्मानित हुनुभएका हाम्रा डाक्टर वरिष्ठ लयर गान्धी पण्डितज्यू लगायत हाम्रा चारजना अरू ह्यान्डका कर्मचारीज्यूहरूलाई म बधाई दिन पनि चाहन्छु। र हामीलाई सहयोग गर्न हुने एक्सपोमा सहभागी एक्जिबिटर, स्पोन्सरहरू र हाम्रो नेपाल एयरबुकमा सहयोग गर्नुहुने सबै स्पोन्सरहरू र यस रोयल टुलिप होटेललाई म पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। जय नेपाल, जय पर्यटन। साजन साकेज्यूलाई धेरै धेरै धन्यवाद। हामी कार्यक्रमको अन्त्यमा पनि आइसकेका छौँ। स्टेजमा रहनुभएका हाम्रा प्रमुख अतिथि, विशेष अतिथिज्यूहरूलाई अब एउटा ग्रुप फोटोग्राफका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु र यो ग्रुप फोटोग्राफमा समावेश भइदिनु हुनका लागि म हानका कार्य समिति सदस्यज्यूहरूलाई पनि अनुरोध गर्न चाहन्छु। तयारी अवस्थामा स्टेज अगाडि आइदिनु हुनका लागि हार्दिक अनुरोध। सम्पूर्ण कार्य समिति सदस्यज्यूहरूलाई माथि मञ्चमा यो ग्रुप फोटोग्राफमा समावेश भइदिनु हुनका लागि म अनुरोध गर्न चाहन्छु र उहाँहरूलाई मञ्च माथि निम्त्याउन चाहन्छौँ। माथि आई पछाडि उभिदिनु हुनका लागि म हार्दिक अनुरोध
बाहिरी भित्ताको लागि एसियन पेन्ट्सको अल्टिमा रेन्ज, मेहनतको रङ सपना झैं वर्षौं वर्ष झल्किन्छ। World-class designs, fully vitrified, laminar, live better.